माया बस्न बुढापाकाहरूले एक नजर काफी छ भन्नुहुन्थ्यो। मेरो प्रेम नि त्यसरी नै सुरु भयो। पहिलो भेट पनि बेग्लै थियो। मनभरि लाज र निशब्द हामी। दिदी म घाँस काट्न गएँ है। हुन्छ। सोल्टिनीलाई घाँस काट्न सघाउनु जाऊ। उनी घाँस काट्न जाँदा मनी सघाउन पछि पछि लागे। सायद त्यो नै दिन थियो जब म उसँग पहिलो पटक सँगसँगै हिँडे। अनि सोल्टेनले कहिलेदेखि घाँस काट्नु भएको थियो? म 10 वर्षदेखि। म उसमा धेरै हराइसकेको थिएँ। म एक्लै पो मायामा थिएँ कि हामी दुवैजना थियौँ। उनको त थोरै बोल्ने बानी रहेछ, तर म धेरै बोल्ने मान्छे पनि मायाले गर्दा होला बोल्नै डराइरहेको थिएँ। त्यो झरीमा मैले फुल त टिपेँ, तर जब प्रेम प्रस्ताव राख्ने बेला आयो, झरीमा फुल टिप्नुभन्दा गाह्रो मलाई प्रेम प्रस्ताव राख्नु लाग्यो। आँखाले त माया गर्छु भनिरहेको थिएँ, तर ओठले भन्नै सकेन। मेरो ओठले भन्न नसकेको कुरा सायद त्यो फुलले पो भन्यो कि। बिर्सेछु मैले त कसैको लागि फुल पो टिपेको थिएँ प्रेम प्रस्ताव राख्न। तर कसैले स्वीकारिसकेको रहेछ। मैले गल्ती गरेँ। कसैको जानी जानी मैले चित्त दुखाएँ। कसैको आँखाबाट मेरो भरोसा हरायो। फुल जस्तै कोमल सोल्टिनलाई गुमाउँछु कि भनेर यो सोल्टीको मन डरायो। अब त माया नै छ कि छैन सोधौँ नि कसरी। माया देखाउन फुल ल्याएको थिए, फकाउन नि फुलै दिउँ कि। त्यो दिन थाहा पाएँ माया गर्नु र माया जोगाउनु धेरै फरक कुरा रहेछ। उसको रिस स्वाभाविकै थियो, तर उसलाई रुवाउँदा म पनि भित्रै रोइरहेको थिएँ। त्यो कुरा उसले बुझ्यो कि बुझेन।
देखाउनुस् के हो त्यो देखाउनु भनेको हात देखाउनु यता के भएर लाग्यो यो उसको आँखामा मैले फेरि मेरो लागि माया देखिरहेको थिएँ मलाई फेरि त्यही गल्ती दोहोऱ्याउनु थिएन यसपालि मैले माया जित्न आफैलाई हराएँ मैले माया जिते पनि मेरो कारणले रुवाएको सोल्टिनलाई मैले फेरि हँसाए पनि फर्किने बेला न त आँखै जुध्यो न त ओठैले बोल्यो रमाइलो लाग्छ एक प्रकारले हो नि सोल्टिनी त्यो दिन बिर्सेको छैनौ नि हामीले यही भिर पहाडमा घिस्रिँदै बुट्टा समाउँदै आएर बसेको चौतारी पो त आज त 32 वर्ष पुगिसकेको छ तर पनि मेरो माया बदलेको छैन नि उस्तै छ नि हैन र सोल्टिनी Specially made for my mom and dad 22nd anniversary. Thank you for watching.